दुनियाँले जेसुकै भनोस् म भिडियो बनाउनु छोड्ने होइन। म कतिवटा पोलिटिक्समा पनि भन्छु, कतिवटा समाज उद्धारको लागि पनि भनिरहन्छु। तर कतिजनाले त यो पनि भन्दैन। हिम्मत हुनुपर्छ। भलै हामीहरू यो सोसल साइटमा भोगौँ, तर कमसेकम हामीहरू भोग्छौँ, त्यो चाहिँ बुझ्नुपर्छ। म कुनै पार्टी पोलिटिक्सबाट बिलोङ्गिङ गर्दिनँ। एउटा जनता हो, जुन कुरादेखि मेरो चित्त बुझ्दैन, मेरो भन्ने कर्तव्य हो। र आज कुनै पार्टी पोलिटिक्समा पनि होइन, न त कुनै भ्युवर्सको लागि, न लाइक कमेन्टको लागि, त्यो कुनै पनि यस्तो मतलबको लागि मैले होइन। किनभने यो मन हो, गाउँलाई सम्झिरहन्छ। निष्पक्ष निस्वार्थ भावमा म मेरो गाउँलाई माया गर्छु। जुन गाउँमा मैले आफ्नो बचपनदेखि जवानीसम्म पाइला राखेँ। र यो जुन पनि जतिजनाको पनि म नाम लिनु जाँदैछु, मैले यहाँहरूसित प्रायःजसोसँग भेट गर्नु पाएँ, तर कतिलाई भेट गर्नु सकिनँ। तर नाम, उनीहरूको काम सुनेर पनि मलाई गर्व लाग्छ। र यी सबैजनाले संसार छोडेर गइसक्नु भएको छ। संसार छोडेर सर्वप्रथम त म मेरो राणा बाजेलाई नमन। हाम्रो नेपाली समाजमा एजुकेसन मात्र नभएर एउटा कस्तो साहसी मान्छे हुनुपर्छ भन्ने उदाहरण। त्यसै गरी हाम्रो प्रिय हलदार बाजे पारिलाइनदेखिको राम्रो आर्मीमा जीवन बिताउनु भएको र धेरै साल बाँच्नु भयो। त्यसै गरी हाम्रो अमरसिंह राणाज्यू, जो बडा बडी दुईजनै अब रहनु भएन। त्यसै गरी हाम्रो एउटा अडिमर्दन राई, मेरो बाजे, यानि कि गोथारे भनेर बेसी चिन्छ, तर गोथारे चाहिँ उहाँको नाम मात्र दिनुभएको, तर अडिमर्दन राई मेरो बाजेको नाम। जहाँले शिक्षा के हो भनेर सबै नानीहरूलाई शिक्षा दिनुभएको थियो। आफू 2-4 क्लास पढेको भए पनि शिक्षालाई महत्त्व दिनुभयो। र मेरो 4 जना मामा र उहाँको 2 जना छोरी थियो। सबैले शिक्षा ग्रहण गराउनुमा मेरो बाजेको हात, ठुलो हात थियो। त्यसै गरी हाम्रो मोतीलाल सर हुनुहुन्थ्यो, जो हाम्रो दलसिंहपाडामा टिचर, एकदमै राम्रो टिचर, र उहाँले सुरुवात पनि गर्नुभएको हो। त्यसै गरी अर्को हाम्रो हुनुहुन्छ माइला मन्सी बाजे, उता मन्सी खानदानबाट नयाँ सोच, राम्रो सोच भएको माइला मन्सीज्यू, मलाई नाम थाहा भएन, तर माइला मन्सी भनेर चिन्नुहुन्छ। त्यसै गरी हाम्रा सेते बमजनज्यूको चाहिँ उहाँसँग सानोदेखिको छकोडी खेल्ने चाहिँ मलाई दसैँ तिहारमा साह्रो रमाइलो गर्नुहुन्थ्यो। र सेते बमजनज्यू पनि हुनुहुन्न। त्यसै गरी हाम्रो इन्द्रवीर आलेज्यू, जो मेरो इन्द्रवीर आले मामा माइजू नै अब यो संसारमा हुनुहुन्न। जहाँ पनि होस्, उहाँलाई राम्रो होस्। हाम्रो त्यसै गरी प्रिय सबैको श्याम सर, उहाँलाई पनि धेरै धेरै सम्झना। राम्रो सर, राम्रो बाबा, राम्रो मान्छे। त्यसै गरी हाम्रो शरण दाजु, पुरन दाजु, 2 जनै अब यो संसारमा हुनुहुन्न। राम्रो प्रकारले हामी उहाँहरूसित भलिबल खेलेको अझै पनि याद छ, त्यो नेपाली आदर्श पाठशाला क्षेत्री लाइन गाउँमा। तर दुर्भाग्यवश 2 दाजुभाइ नै अब हुनुहुन्न। मेरो लागि एकदमै प्रिय हुनुहुन्थ्यो शरण दाजु र पुरन विश्वकर्मा दाजु। तपाईँहरूलाई धेरै माया छ मेरो 2 दाजुलाई। त्यसै गरी मेरो प्यारो जसे दाजु, जसे तामाङ लामाखोरे दाजु, यानि कि मेरो उदय दाको दाजु हुनुहुन्थ्यो। उहाँ पनि अब यो संसारमा हुनुहुन्न। जसे दा, तपाईँलाई धेरै माया। जहाँ पनि हुनुहोस्, राम्रोसँगले हुनुहोस्। ठुलो मन भएको मान्छे एकदम। त्यसै गरी हाम्रो मिसेस बगन बाउ, जो अब
यो संसारमा रहनु भएन। हाम्रो अनिल दाजुको आमा हुनुहुन्थ्यो। हँसिलो अनुहार, गजबको पर्सनालिटी भएको लेडिज आमा श्रीमती। तपाईँलाई पनि नमन छ, जहाँ पनि हुनुहुन्छ राम्रोसँगले हुनुहोस्। त्यसै गरी रणबहादुर बस्तीबाट समल बहादुर राई, मेहनत के हो भनेर उहाँबाट सिक्नु नै पर्छ। धेरै मेहनती मान्छे, लगनशील मान्छे र एकदमै कृषक भनेपछि चाहिँ, किसान भनेपछि चाहिँ उहाँ जस्तो हुनुपर्छ। समल बहादुर राईज्यू, तपाईँलाई पनि नमन। त्यसै गरी पञ्चमान बाजे, आहा, पञ्चमान बाजे जस्तो जीवनलाई मजा लिने मैले देखिनँ। पञ्चमान गुरुङ बाजे, भलै तपाईँ यो संसारमा हुनुहुन्न, तर पञ्चमान बाजे हामीसँग भलिबल हामी खेल्दाखेरि उहाँले यति राम्रो मजा लिनुहुन्थ्यो। आहा, तपाईँलाई त झन् नमन छ। पञ्चमान गुरुङ बाजे, हाम्रो स्कुलको अगाडि नै उहाँको घर छ, अझै पनि बोजू हुनुहुन्छ। तपाईँलाई सल्युट छ पञ्चमान बाजे, हाम्रो पञ्चमान बाजे। त्यसै गरी अब मौसमको बाबा पनि, यानि कि मेरो साथी मौसम रोशनको पनि बाबा अब हिजोस्ति संसार त्यागेर जानुभयो। तपाईँलाई पनि नमन छ मामा। त्यसै गरी मेरो प्रिय माइजूमा एक, यानि कि भीम तामाङ भाइको बान्या गाउँदेखिको हो, भीम भाइको आमा, मेरो भीम तामाङ भाइको आमा, जसको घरमा मैले खाएँ, दसैँ तिहार मनाएँ। उहाँ पनि छिटै संसार त्यागेर जानुभयो। माइजू, तपाईँलाई पनि नमन छ, जहाँ पनि हुनुहोस् खुसीसँगले हुनुहोस्। त्यसै गरी हाम्रो प्रिय मोक्तान बाजे, उहाँ पनि दिलेर मान्छे, ठुलो औदा भएको मान्छे, मनमुटु भएको र अरूलाई हेल्प गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे, हाम्रो तपाईँहरूको प्यारो मोक्तान बाजे, जहाँ पनि हुनुहोस् खुसीसँगले हुनुहोस्। बोजू पनि हुनुहुन्न र बाजे बोजू दुई नै संसार त्यागेर स्वर्गलोक जानुभएको छ। तपाईँहरू जहाँ पनि हुनुहोस् राम्रोसितले हुनुहोस्। हाम्रो किताब सिंह मामा, जो दलसिंहदेखिको बिरपाडा जानु भएर उहाँ बिरपाडा नेपाली हाई स्कुलमा कार्यरत हुनुहुन्थ्यो। त्यहाँदेखिको उहाँ डिम्मा नेपाली स्कुलको हेडमास्टर हुनुभयो र उहाँले पनि संसार त्यागेर जानुभयो। मामाले नेपाली समाजलाई धेरै कुरो सिकाएर जानुभएको छ। तपाईँलाई पनि नमन। त्यसै गरी उहाँका कजन ब्रदर जब्बर सिंह राई, जो मेरो सन्तानु राई भाइको चाहिँ बाबा हुनुहुन्छ, म मामा भन्छु, र मामा पनि हुनुहुन्न अब यो दुनियाँमा। तपाईँलाई पनि नमन छ। त्यसै गरी उहाँकै छोरा, यानि कि सन्तानु राईको भाइ जब्बर सिंह मामाको छोरा माइला भनेर हामीले बोलाउँथ्यौँ, तर नाम द्रुपद राई। मेरो भाइले पनि छिटै नै संसार त्यागेर गयो। तँलाई पनि राम्रो होस् मेरो भाइ। त्यसै गरी बान्या गाउँदेखिको मेरो सागर शर्माको भाइको आमा, नाम अलिकति थाहा भएन, तर माइजू, म माइजू भन्थेँ। उहाँ पनि यो संसार छाडेर जानुभयो। र तपाईँहरू जति पनि हुनुहुन्छ, सायद अरू मैले कति पनि थियो नाम लिनु जानिनँ, सकिनँ, भुलियो होला, त्यसमा माफ गरिदिनु, क्षमा गरिदिनु होला। जस्तै हाम्रो देवीलाल बाजे हुनुहुन्छ चौपतीदेखिको, उहाँ पनि नेपाली समाज सुधारक, जीवनमा कहिले पनि काम गर्नु भएन, तर नेपाली समाजको लागि के गर्नु भन्ने उहाँको पनि राम्रो सोच भएको। देवीलाल शर्माज्यू, सरी देवीलाल छेत्री, यस। त बस कुरा यही हो। भिडियो अलिकति लामो भयो होला, त्यसको लागि क्षमा चाहन्छु। अरू म यो भिडियो चाहिँ खास मैले यिनीहरूको लागि नै सम्झना गर्दै बनाएको। परदेशमा भए पनि म मेरो गाउँलाई, म मेरो ठाउँलाई, म मेरो समाज र मान्छेलाई माया गर्ने, सम्झिने मान्छे। धन्यवाद।